सबैमा नमस्ते। आज चाहिँ हामीले लप्सीको फेरि अर्को रेसिपी चाहिँ लप्सीको अचार बनाउने तरिका लिएर आएका छौँ। पहिला चाहिँ हामीले लप्सीलाई चाहिँ एकदम राम्रोसँग यो हैन यो डाँठहरू चाहिँ फालेर चाहिँ हामीले दिन्छौँ, नराम्रो चाहिँ फ्याँक्दिन्छौँ। हामीले चाहिँ यस्तो चाहिँ राख्दैनौँ है साथीहरू। त्यसपछि हामीले यसलाई दिन्छौँ। अब चाहिँ साथीहरू यसलाई हामीले राम्रोसँग पकाउँछौँ। एउटा भाँडामा हामीले पानी राख्छौँ। सकेसम्म चाहिँ तातोको भनी एकदमै छिटो तयार हुन्छ। यसलाई चाहिँ धेरै समय लाग्दैन। हामीले यो रहेको लप्सी छोडिदिन्छौँ। हाम्रो लप्सीलाई चाहिँ धेरै समय लाग्दैन, पानी उम्ले मात्रै निकाल्दिन पाइन्छ। साथीहरू त्यसपछि हामीले चाहिँ यतिसम्म बनाउनु पर्छ है। यतिसम्म बनाइयो भने हामीले चाहिँ सजिलरी यसलाई चाहिँ पोक्न सकिन्छ है। यति भएपछि यो चाहिँ लप्सी पर्फेक्ट भयो। हामी अचार बनाउने दौरानमै छौँ। हामीले लसुनलाई सानो सानो टुक्रा गरी यसरी काटेका छौँ र फेरि यो अदुवालाई पनि हामीले जुलियन टाइपको कटमा केही अदुवा पनि राखेका छौँ। केही समयपछि हामीले खुर्सानीलाई पनि त्यसै गरी लामो लामो पिसमा काट्नेछौँ। अब साथीहरू हामीले यसलाई चाहिँ एउटा चाहिँ गमलामा खनाएका छौँ। अब यसको चाहिँ हामीले यो बोक्रा खोक्छौँ। यसलाई चाहिँ हामीले एकातिर राख्छौँ। त्यसपछि हामीले यो बोक्रा चाहिँ फाल्दैनौँ है साथीहरू। यसको चाहिँ अझै मिठो खट्टा मिठो यसको अमिलो पिरो अचार बन्छ। यसको रेसिपी पनि मैले बनाएर हजुरहरूलाई देखाउने छु। हामीले मसलाका रूपमा साथीहरू यहाँ थोरै मेथी राखेका छौँ। मेथी धेरै राख्ने हो भने तितो हुन्छ। अनि यो मुङ्ग्रिलो राखेका छौँ। त्यसपछि जिरा छ, त्यसपछि धनियाँ, त्यसपछि अजवाइन, त्यसपछि यहाँ खुर्सानी स्वाद अनुसार। अब यसलाई हामीले बोड्छौँ। पराउँदा कस्तो फुट्छ। अब हामीले चाहिँ अचार बनाउन सुरु गरियो साथीहरू। यहाँ मैले तेल राखेकी छु। तेलमा चाहिँ हामीले यसरी मेथी फुराइन्छ। त्यसपछि हामीले जिरा फुराइन्छ। त्यसपछि थोरै ज्वानो फुराइन्छ। यो चाहिँ 5 फुराउनु। त्यसपछि हामीले मुङ्ग्रिलो पनि चिन्नुभएको छ कि नै, एकदमै स्वाद मिठो हुन्छ। त्यसपछि हामीले ज्वानो फुराइन्छ। मैले थोरै स्वादको लागि चाहिँ मैले अदुवा राखेकी छु। अदुवा चाहिँ अप्सनल हो। यसरी लप्सी छोड्दिएँ। यहाँ चाहिँ साथीहरू के बन्यो भन्नुभएको होला। हामीले चाहिँ जुन हामीले यो बोक्रो राखेका छौँ नि, यो बोक्रा, अब यसको लागि चाहिँ हामीले छुट्टै स्पेसल अचार बनाइदिएछौँ। त्यो चाहिँ रेसिपी हेर्दै गर्नु है। हामीले चाहिँ यहाँ लसुन राखियो, अदुवा राखियो साना साना पिसमा टुक्रा बनाएर। त्यसपछि हरियो खुर्सानी राख्यो। अब हामीले यो भुट्दैछौँ। स्वाद अनुसार बेसार यता पनि यो चाहिँ हामीले कश्मिरी लाल मिर्च यो कलरको लागि चाहिँ हामीले यो राखिएको छ। यो चाहिँ हामीले खुर्सानीको धुलो राखियो। यो चाहिँ हामीले खुर्सानीको धुलो राखियो। हामीले पहिला चाहिँ खुर्सानी राखेका छैनौँ। यो चाहिँ हामीले अब यति बनाइसकेपछि अब हामीले यसमा चाहिँ लास्ट भनेको ज्यागरी राख्छौँ। यो चाहिँ के हो भन्नु होला फेरि। यो चाहिँ हामीले भेली सक्खर। अब हामीले चाहिँ अब गाउँतिर चाहिँ हामीले सक्खर भन्छौँ होइन। ल साथीहरू, हामीले चाहिँ यो लप्सीको बोक्राको अचारलाई चाहिँ साँधेर तयार गरिएको छ। यस्तो देखिएको छ। ल हेर्नुहोस् त, खाउँ खाउँ लाग्ने। फाइनली हाम्रो लप्सीको अचार रेडी भएको छ साथीहरू। अब स्वादका पारखी मित्रहरूलाई लप्सीको अचार बनेको छ। यो मैले हजुर समक्ष सेयर गरेँ है।